हजुर भिडियो बनाउनु भएको अलि सेफ जाडोतिर पनि आउला है एक बजेको ठ्याक्कै हामी चाबलबाट निस्क्यौँ हावाले अलिकति हाल्दो रहेछ नो प्रब्लम We came to Chakrapat र हामी सामाखुसी चोक आएको छौँ अब म चाहिँ यहाँबाट राइट लाग्छु हामी टोखाको बाटो हुँदै जान्छौँ एकदम रमाइलो ठाउँहरू घुम्दै हेर्दै हामी अगाडि म अगाडि बढ्दैछु हामी त के भन्नु म एक्लै छु अनि भ्यू हेर्दै इन्जोय गर्दै रिफ्रेस हुँदै कहाँसम्म पुगिन्छ आई विल सो यु अल गाइज दिस इज माई फर्स्ट राइड त्यस पछाडि अब भनेको नन स्टप कहाँ पुगिन्छ होइन कता हिँडिरह हो आई डोन्ट ह्याभ एनी आइडिया ग्रान्डी हस्पिटल जाने 0 किलोमिटर चाहिँ यहाँबाट ग्रान्डी हस्पिटल जानको लागि लिफ्ट स्टार्ट गरौँ हामी अगाडि देखिएको थियो पाहाड चढ्छौँ हाइटमा पुग्छौँ अनि ओह्रालो झर्ने जग्गा छ एकै घेर खान्थ्यो ठिक छ रमाइलो भइरहेछ सोलो हिँड्नुको मजै बेग्लै छ गोप्रोमा चार्ज चाहिँ अलिक म्यानेज गरिरहेछ 75% चाहिँ हामी उतो हाइटमा गएर एकछिन म चार्ज एकछिन रेस्ट पनि गर्नुपर्छ बाटो धुम्म छ बादल लागे जस्तो लाग्छ माथिबाट बादल लागेको छैन भने यस्तो राम्रो भ्यू आउँछ आई विल सो यु इन केस बादल लागेको छैन भने यसको यो चाहिँ टाउकोदेखि चाहिँ एमटीमा चाहिँ अरू बाइक जस्तो नहुँदो रहेछ किनभने अरू बाइकमा अलिकति अगाडितिर हुन्छ एमटीमा चाहिँ यो टाउको चाहिँ एकदम क्लोज हुने क्या भिडियो सुट गर्दाखेरि टाउको चाहिँ अलिकति रेयरली आउने कि त अलि पछाडि बसेर कुदाउनु पऱ्यो होइन भने कम्फर्टेबल भएर कुदाउँदाखेरि चाहिँ टाउको नआउने टोखा नगरपालिकाबाट नम्बर 1 मा आइपुगेका छौँ म सबै कभर गर्छु कहाँबाट कहाँ पुगिन्छ कता गइन्छ होइन हो यो रुटबाट चाहिँ हामी लाङटाङ भ्याली प्लस रसुवा गोसाइकुण्ड सबै ठाउँ कभर गर्न सक्छौँ यो धेरैलाई थाहा छैन यो रुट यस्तो बस लाग्यो 2-2वटा बस लाग्यो अगाडि हान्यो एउटालाई गरियो अब अर्को ओभरटेक हान्नुपर्छ उकालोमा त कहाँ सक्नु हामीलाई खालिहालिन्छ नि इट्स जस्ट अ बिगिनिङ त्यस पछाडि हामी एकदम ओह्रालो झर्छौँ न्युट्रलमै हालेर झर्दा पनि फरक पर्दैन तेल महँगो भएको बेलामा त्यतिको आइडिया त लाउनै पर्छ थोरै हाइटमा आएको थिएँ यहाँबाट चाहिँ यस्तो भ्यू छ है काठमाडौँ देखिरहेछ यहाँबाट पुरै भ्यू छ पोल्युसनले गर्दाखेरि होला खासै भिजिबिलिटी त केही छैन तर यस्तो देखिन्छ यहाँबाट यो डाँडोबाट अझै हामी हाइटमा जाँदैछौँ हाइटबाट शीतल चिसो हुँदै गयो गर्मीले अब छोड्छ मासतिर त्यस पछाडि हामी फेरि ओह्रालो झर्छौँ त्यहाँ फेरि गर्मी होला आई गेस अब यसमा चाहिँ यो चाहिँ एकदम क्लोज हुन्छ अनि क्लोज भइसके पछाडि चाहिँ सिधै त्यो बोर्डको चाहिँ नआउने भएर चाहिँ अगाडिको चाहिँ भ्यू चाहिँ पुरै आउने रहेछ मैले सकेसम्म चाहिँ एकदम बनाएको छु होइन एकदम ठाडो छ यहाँबाट चाहिँ यो माथि शिवपुरी गाउँपालिका आउँछ अहिले त्यहाँसम्म चाहिँ एकदम ठाडो छ तल गर्मी भइरहेको थियो यहाँ चाहिँ एकदम चिसो छ आछु जाडो जाडो पो रहेछ यहाँनिर काफल पाक्ने सिजन प्लस झम्म जङ्गल मान्छेहरू चाहिँ यहाँनिर यसो रिफ्रेस आउँदो रहेछ यहाँ चाहिँ एउटा एकजना आर्मी दाइ हुनुहुन्थ्यो उहाँले चाहिँ भिडियो बनाउन अलि मिल्दैन यहाँनिर भन्नुभयो यस्तो घुमेर तलतिर आएर
घुमेर हामी त्यो बाटो क्याच गर्छौँ, त्यसबाट हामी तल जान्छौँ। गाइजहरू यहाँनिर राइड हिँड्ने जस्तो लाग्छ। रियली सरी होइन, यो चाहिँ तपाईँको भिडियो निषेधित क्षेत्रै रहेछ, तर भिडियो बनाएँ इनकेस त्यस्तै पऱ्यो भने म आई विल डिलिट इट। तर एकदम यो चाहिँ नबनाउनु पर्ने एरिया रहेछ। शिवपुरी गाउँपालिका यहाँहरूलाई स्वागत छ। अब हामी तल जान्छौँ, यहाँबाट एकदम तल। हेर्दै गर्नु होला, रमाइलो गर्दै गर्नु होला, रमाइलो नलागे पनि रमाइलो गर्नु होला, किनभने अब योभन्दा बेस्ट चाहिँ अब यो फर्स्ट ट्राई हो होइन। योभन्दा बेस्ट अझै आउँछ। आई विल ट्राई होइन, एक्सप्लोरिङ मोर प्लेसेस। यो दिस इज माई फर्स्ट टाइम। अनि प्लस कसरी के गर्ने कसो गर्ने होइन, एउटा प्रोपर आइडिया पनि खासै छैन। अनि त्यो हुनाले चाहिँ अनि यो फर्स्ट ट्राई गरौँ न त कतै निस्केर भन्ने एउटा माइन्डसेट बनाएर मात्रै निस्किया हो। नयाँ नयाँ ठाउँहरू अरू ठाउँ पनि म एक्सप्लोर गर्नेवाला छु आउँदो दिनहरूमा। यसलाई हेरेर प्रतिक्रिया चाहिँ दिनु होला होइन, कस्तो हुन्छ। हामी तल झर्दैछौँ। यहाँ चाहिँ यस्तो राम्रो पानीहरू होइन, किन मान्छेलाई इन्जोय गर्न चाहिँ राम्रो राम्रो ठाउँहरू चाहिँ यहाँनिर छ प्रशस्तै। अझै तपाईँ साउन असार साउनतिर आउनु हो भने त पानी त जहाँबाट पनि झर्ना, यहाँनिर जहाँबाट पनि झर्छ, जे हेर्दा पनि रमाइलो हुन्छ। लागि नयाँ ठाउँ गुरुङ गाउँ आइपुग्यौँ हामी अहिले। शिवपुरी गाउँपालिकाबाट थोरै 2 किलोमिटर झर्ने बित्तिकै गुरुङ गाउँ आउँछ। र ढलान बाटो सकेर फेरि हामी पिचमा आइसक्यौँ। अब यहाँबाट जति रन्काउन मिल्छ होइन, यहाँबाट मिल्छ होइन, एकदम ओह्रालो छ। तर रन्काउँदैनौँ हामी, किनभने यसमा अलिकता साउन्ड इस्यु पनि छ। जति धेरै स्पिडमा हिँड्यो साउन्ड चाहिँ मसँग माइक्रोफोन नभएनुपर्छ। म अगाडि गएर एकछिन बस्छु, खाजा खान्छु, अनि एकछिन गोप्रो चार्जमा हाल्छु। त्यस पछाडि वी किप कन्टिन्यू मुभिङ। कति 2 बज्न लागेको छ। 46 मिनट भयो म चाबेलबाट निस्केको। 46 मिनटमा म स्वर्गतिर आए जस्तो फिल भइरहेको छ। यस्तो ठाउँ छ यहाँनिर। अचार तरकारी सन्डा खाजा खाइयो ठाउँमा। त्यहाँबाट घुम्दै यहाँ आयो। अब यहाँबाट जान्छौँ रालोस। आहा पनि थाम्दिम सिल्याक्समा सरर झरौँ न। अब के छ त, उकालो रहेछ, हानियो। स्टार्ट गर्ने र धकेलेर पुगिन्छ। ओह्रालो आइहाल्यो नि। स्टार्ट गरिएन। यहाँ अर्ग्यानिक चिजहरू मान्छेले बेचिरहेको छ। न्युरो रहेछ, फर्सी रहेछ, एकदम चिल छ। एकदम कस्तो भन्दाखेरि काठमाडौँमा एकदम गर्मी थियो, गर्मी बढेर आयो। यहाँ आउँदाखेरि त किन एकदम स्मुथ क्या, एकदम चिसो ठन्डा आनन्दको वेदर छ यहाँनिर। थोरै तर ओह्रालो छ, जान्छ। जस्ट इन्जोय द भ्यू। रमाइलो छ मान्छेहरू लागि फुलसरी। लुक एट द भ्युज गाइज। घुमेर गएर फेरि यहाँ यतातिर आएर फेरि त्यो देखिएको बाटो हामी कनेक्ट गर्छौँ, अनि फेरि तल झर्छौँ। त्यस पछाडि चाहिँ नो आइडिया उहाँ देखिरहेको छ एउटा बाटो चाहिँ हामी त्यहाँ पुग्छौँ। त्यहाँ पुग्न हामीलाई 20 मिनट जति लाग्छ। एउटा खोला पनि देखिरहेको छ यहाँबाट। साथीहरूसित आए भएपछि अब त्यहाँनिर नुहाइन्थ्यो होला। अब चाहिँ स्टार्ट गरौँ। नेपालमा छ एकेर हालौँ। झर्नाहरू
पानी झर्ने ठाउँहरू रमाइलो छ क्या यहाँनिर यो मेरो बाइकमा चाहिँ यो अलिकता डिस्प्ले चाहिँ तपाईँहरूलाई यहाँनिर कति गियरमा छ कति स्पिडमा छ भनेर अलिकता देखिएको छैन होला यो ब्ल्याक डिस्प्लेले गर्दाखेरि हो त्यस्तै 40को स्पिडमा छु म एभरेजमै 40-50को स्पिडमा हिँडिरहेको छु टुरिस्ट बस हामी त्यहाँ मैले अघि त्यहाँबाट सुट हानेको थिएँ अनि त्यहाँबाट घुमेर यो पुरै हुँदै अहिले यहाँनिर आइपुगेको छु त्यो अहिले त्यहाँ माथिबाट खिचेको थिएँ अहिले चाहिँ यहाँ आइपुगेँ पुग्नुपर्ने गाडीहरू अलिकति सेफ खेल्नुपर्छ गाडीहरू एकदम चाप छ यहाँ छ केउरेनी भन्ने ठाउँ जाँदो रहेछ यो सो लेट्स स्टार्ट अनि जाम आज धेरै ट्राभल गरिँदैन धेरै टाढा पनि गइँदैन अब यहाँबाट 3-4 घन्टा चाहिँ राइड गरिन्छ लेट्स कहाँ पुगिन्छ अनि रेस्ट गरिन्छ आजको दिन त्यस पछाडि हेर्दै जाऊँ अपडेट लिँदै जाऊँ न कहाँ पुगिन्छ के हुन्छ नयाँ ठाउँ नयाँ परिवेश हेर्नु न क्या रमाइलो छ क्या कहिलेकाहीँ यस्तरी यसमा हिँड्नलाई चाहिँ एकदम बेस्ट छ क्या हेर्नु न क्या राम्रो भ्यू छ क्या जहाँ पनि तपाईँको झर्ना हेर्नु होइन वाटर क्रसिङहरू हेर्नु न क्या रमाइलो छ क्या यहाँबाट रमाइलो छ हप्प भएर आयो ज्याकेटै खोल्नु जस्तो गर्नु गर्मीको त कुरै छोडिदियो नि यस्तो गर्मी छ कि यस्तो तातो बाफ आइरहेको छ कि अलकत्रै पग्लेर जिउमा टाँसिएको जस्तो आइरहेको छ क्या हेर्नु अगाडि पुरा त्यो टायर पनि भइरहेको छ यस्तो गर्मी छ क्या यहाँ खै यो क्या राम्रो छ क्या यो सिन हेर्नु न टक्कसँगले यहाँ धानहरू छ होइन त्यही खोला छ खोलाको पानी एकदम युटिलाइज भइरहेछ धान रहेछ यहाँनिर मकै फलिरहेको छ अनि सम रेस्ट कतै बस्नुपर्छ जस्तो लाग्यो किनभने ओभर गर्मी पनि भइरहेको छ अनि अलिकति थकित भइरहेको उयो भइरहेको छ क्या जिउले अलिकति रेस्ट मागेन तर एकैचोटि घाम गयो अनि त्यस पछाडि शीतल भए जस्तो भइरहेको छ यो चाहिँ भेरी गुड अलिकति इन्जिन पनि हिट भएको छ यहाँबाट चाहिँ यतातिर लेफ्ट गयो भने चाहिँ दुप्चेश्वर महादेव पुगिन्छ गएर 1 घन्टा जति पनि पर्दैन राइड गर भने चाहिँ हामी दुप्चेश्वर महादेव पुग्छौँ गाडी गइसकेपछि यो चाहिँ बिल्कुलै नयाँ हो मेरो लागि किनभने योभन्दा अगाडि योभन्दा अगाडि ट्राभल गराएको छु त्यो पुलदेखि यता चाहिँ फरक एक्सपिरियन्स अब रमाइलो अब यो नयाँ ठाउँ भएको भएर चाहिँ अनि म चाहिँ जति सक्दो अलिकति धेरै चाहिँ चार्ज भइएछ अलिकता अनि अब आधी घन्टा जति यहाँ बस्नुपर्छ यहाँ पावर ब्याङ्क छँदैछ हामीसँग त्यो भएको भएर चाहिँ विदाउट पावर ब्याङ्क ट्रिप सक्सेसफुल नहुने देखियो तर नो प्रब्लम वी हेभ पावर ब्याङ्क अनि एभ्रिथिङ सबै चिजहरू लिएर आएको छु अनि पछाडि पुरा खोला छ होइन रमाइलो छ क्या यहाँनिर आधी घन्टा जति होल्ड गर्छु अलिकता चार्ज गर्छु अलि पानी छिटाएको छ त्यही भएर यहाँबाट चाहिँ निस्किनुपर्छ अब यो गोप्रो झिकेर छोप्ने यताउता लफडा हुन्छ अब यहाँ पानी छिटाउनु थाल्यो अनि यहाँ छैन बस्नु अगाडि
सक्छ ल move out from here on the way to Tirsuli right now बिल्कुल नयाँ बाटोहरू लागि यस्तो बेला बेला चाहिँ यस्तो आउँछ तर इट्स नट अ बिग प्रब्लम यो होइन प्रब्लम भनेको पानी पऱ्यो भने चाहिँ प्रब्लम हो क्या दामी गाउँ रहेछ क्या पारिपट्टि फुलपारी लिखु गाउँपालिका कार्यालय यताउता अनि त्यस पछाडि 9 किलोमिटर पुरै बजार भन्दो रहेछ यसलाई कता हुन्छ यो त्रिशुली जाने बाटो कता हो यता हो लेफ्ट लियौँ किनभने हामी त्रिशुली जान्छौँ पहिला किनभने त्रिशुली गयो भने जहाँ जानलाई पनि अप्सन हुन्छ यहाँ चाहिँ के भन्यो गाडीहरूलाई मात्रै रहेछ टाइम काटिदिँदो रहेछ क्या यहाँ पनि अब यहाँबाट बिजो 10 किलोमिटर गङ्गटे 6 किलोमिटर मलाई थाहा पनि छैन यो कुन ठाउँ हो कहाँ गइरह हो पुरै धान मकै बेला बेला चाहिँ यस्तो आइदिने क्या कुदाउँदै ए होइन अब यहाँ फेरि अफरोड आयो थोरै कस्तो छ कति अफरोड छ अब लेट्स सी लकी चायो सेरा भन्ने ठाउँ आइपुग्यो अब यो कहाँ लिखु गाउँपालिका पनि सक्यो यहाँबाट अब हामी अर्कै गाउँपालिका लाग्यौँ यहाँबाट अब यहाँबाट निस्किँदैछौँ खासै टाढा पनि आएको छुइनँ तर जस रमाइलो गर्दै बस्दै आइरहेको छु रमाइलो भइरहेको छ सो यो अघिदेखि यो गङ्गटे भनेर त्यो ठाउँ चाहिँ स्प्याम भइरहेको थियो गङ्गटे भन्ने ठाउँ चाहिँ यो रहेछ खासमा यता तलतिर पनि बस्ती रहेछ ल यहाँनिर यस्तो ठाउँ आइपुग्यो अब यहाँबाट कता जाने हो आइडिया भएन सायद कहाँ आइपुग्यो अब यताबाट कहाँ आउने हो यो बाटो कहाँ जाने हो म सोध्छु मान्छेलाई दिदी त्रिशुली जाने बाटो कता हो यता हो हस् यतातिर राइटतिर रहेछ यो ठाउँबाट चाहिँ सायद यो त लेफ्टतिर गयो भने चाहिँ गर्ल्स निस्किन्छ जस्तो लाग्यो अफरोड सुरु भयो कति छ दामी बजार रहेछ यहाँनिर पिच्छी हुन लागेको उतापट्टि माथितिर चाहिँ पानी पऱ्यो हो कि अर्कैतिर जाउँ अगाडि कहाँ पुग्यो बिदुर भन्ने ठाउँ आइपुगेछ बिदुर अहिले चाहिँ अहिलेको जस्तो अलकत्रै उक्किने खालको जस्तो गर्मी छैन तर एकदम सिरियस मौसम थ्याङ्कफुल के हो क्या त्यहाँ त तल त्रिशुली खोला देखिसकेँ मैले चाहिँ अब त्रिशुलीमै गएर भेटौँ यो मास्तिरको चाहिँ कहाँ जाने बाटो रहेछ जानु चाहिँ तर हामी माथि जाँदैनौँ म अहिले समारी भन्ने ठाउँ जाँदैछु अनि समारी चाहिँ यहाँबाट तलतिरबाट जाँदो रहेछ ल हामी ठ्याक्कै त्रिशुली नदीमा आइपुग्यौँ यहाँ फर्स्ट टाइम यहाँबाट कता जाने हो थाहा छैन यहाँबाट चाहिँ हामी लेफ्ट लागेर चाहिँ त्रिशुली दिस इज त्रिशुली यो समारी जाने बाटो कता हो माथिको बाटो
माथिको अँ अनि दुईवटा चोक आउँछ होइन अँ उता नजाने यता जानु लेफ्ट जाने है यता गएर सिधा माथि चाहिँ फेरि त्यहाँ माथि एउटा बोट आउँछ आफाको होइन त्यहाँबाट यतापट्टि जानु पऱ्यो यताबाट गएपछि सिधा जानु लेफ्ट जानु पर्यो होइन कति टाइम लाग्छ पुग्न सामरी मैले जानु त सामरी लाग्छ नि झन्डै बाइकमा त आधी घन्टामा पुग्छ पुगिन्छ होइन बाटो राम्रो छ बाटो त आधी बाटोसम्म चाहिँ राम्रो छ आधी चाहिँ उकालो कच्ची हो ल हस् धन्यवाद भिडियो भइरहेको भिडियो भइरह्यो अनि यत्तिकै हिँडिरहेको क्या नयाँ ठाउँतिर पनि आउला है आउँछ ल धन्यवाद ल मैले आइडिया लिइसकेको छु यहाँबाट माथि जानुपर्ने रहेछ आधी घन्टामा पुगिने रहेछ सो लेट्स गो त होला नि सामरी जाने बाटो यही हो सामरी जाने बाटो लिफ्ट मागे जस्तो लाग्यो त्यो दाजुले तर कहाँसम्म जानलाई हो आफ्नो ठेगान छैन अनि चिलमा हिँडेर बेलामा अलि झ्याउ पनि कन्फ्युजन चाहिँ रहेछ तर यहाँबाट राइट लाग्नु पर्ने रहेछ ल फाइनली बाटो मैले पक्रिसकेको छु सामरी जाने यो बाटो गयो भने चाहिँ सिधै सामरी पुगिने रहेछ अगाडि पनि केही क्रस बाटोहरू आउला सोध्दै बुझ्दै नयाँ मान्छेसँग घुम्दै गफ गर्दै रमाइलो म अघि त्यहाँबाट त्यताबाट चाहिँ आएँ फेरि यतैबाट घुम्नु पर्ने रहेछ यो बाटै रहेछ यो खासमा चाहिँ ठिक छ सो वी आर अन द राइट ट्र्याक अहिले चाहिँ दामी फुटबल खेलेको जाँदाखेरि हामी चाहिँ अहिले राइट डाइरेक्सनमा गइरहेको पछि मान्छेलाई बुझ्दै यहाँबाट छिरेँ अहिले चाहिँ एकदम सही बाटोमा गइरहेको छौँ यहाँबाट सिधै गयो भने चाहिँ सामरी पुग्छ अरे अनि यहाँको मौसम पानी पर्न सुरु गऱ्यो अब यताउता दामी अल्मलिने कुरा हुँदैन यहाँबाट चाहिँ सिधै जानु पर्ने रहेछ बाटो दामी देखिँदैछ अब हेरौँ पानी परेर खेर गयो 20 मिनट जति बस्यो चार्ज पनि गरेन अब होस् अब बिस्तारै अगाडि जाऊँ अपडेट गर्दै जाऊँ ल त्यो त्रिशुलीतिर चाहिँ अलिकति जिगज्याग रहेछ वे चाहिँ म राम्रोसँग मैले गरिदिएको छु यो चाहिँ कताबाट आउन सकिन्छ भनेर त्यस पछाडि भनेको त अब अहिले बाटो राम्रै छ अहिलेसम्मलाई चाहिँ अब 14 किलोमिटर छ अगाडि आजको स्टे चाहिँ अनि पानी परेर गोप्रो भिज्ने भएर चाहिँ खासै त्यस्तो उयो गरेको छैन बिस्तारै बढ्दा 2-4 किलोमिटर कभर गर्दा पानी अब धेरै पर्न थालेपछि फेरि बस्नुला यस्तो बबाल ठाउँ छ कि अझै म हाइटमा जाँदै हो यो भन्दा यो त तलको फेद भइहाल्यो म अझै हाइटमा जाँदैछु अझै रिल्याक्स यो मौसमै क्या जाडो सुरु भइसक्यो क्या यहाँनिर केटीहरू रोडमा खेलिरहेछन् गाडी खासै नहिँड्ने विकास त जहाँ पनि भएको हो यतिकोलाई चाहिँ होइन नट ब्याड पहिला बाटो विकास पानी पऱ्यो फेरि कतै बस्नुपर्ने अवस्था आयो है 81 अफरोड सुरु भयो अब अलिअलि अफरोड छ भन्दै हुनुहुन्छ त्यहाँको दिदीहरूले अब अलिअलि अफरोड पनि छ अनि लेट्स गो अब यहाँदेखि अब 8-10 यसमा अलिकति चार्ज पनि हुँदैछ हिँडिरहेको छु जबरजस्ती अब कतै बसेर फेरि चार्ज गर्छु अलि पानी रहेपछि अनि फेरि 8-10 किलोमिटर पनि राम्रोसँग भिडियो बनाउँदैछु हेरौँ कहाँसम्म पुगिन्छ हिलो बाटो सुरु हो हिलो चिप्लो झन्डै चिप्लिनमा टायर चिप्लिरहेछ अलि सेफ जानुपर्ने हुन्छ lovely place हिजो आउँदै थिएँ पानी पर्यो बाटो पनि हिलाम्ने अनि भिडियो चाहिँ कन्टिन्यू गरेर पाइनँ गोप्रो भिज्ने भएर अनि बनाउन पाएको थिइनँ अनि यो ठाउँमा चाहिँ आएर म बसेको थिएँ हिजो देख्नुहुन्छ यस्तो रमाइलो ठाउँ छ यहाँ आएर बसेँ अनि बहर उयो गर्दैछु हिजो 2-4 किलोमिटरको चाहिँ पछाडि बनाउन सकेन पानी धेरै नै पर्यो भिज्दै आउनु पर्यो अनि त्यस्तै छ
ल बाँकी भएको चाहिँ भिडियोहरू म बनाएर हाल्छु। अहिले चाहिँ म धादिङको नीलकण्ठ नगरपालिका धुवाकोटमा बसेको थिएँ। अनि त्यस पछाडि यस्तो हाइटमा छु कि म यहाँनिर, यहाँबाट 360 भ्यू यस्तो दामी देखिएको छ। ड्रोन भए अझै मजा आउँथ्यो।